अब चाहिँ हामी क्राबिङ गर्न जानु आँटेको तर रात पो परिसक्यो कति बज्यो 4:30 पो भएको 4:30 पो भएछ बेलुकाको यहाँ त हेरौँ अब न के गर्दैछ सानो यस्तो गरेर यस्तो हुन्छ तर के 9 बजीसम्म उज्यालो हुने देशमा केही छैन त्यहाँनिर एलिगेटर छ कि हेरिरहेको छ मम त्यसलाई हेरिरहेको छु अनि एउटा चाहिँ यता यत्रो थुत्ना घाममा निकालेर डुली हिँड्दै थियो माछा कति धेरै रहेछ यतातिर उता लड्ला है हो न कुकुना उता नलैजाऊ है पर चराहरू माछा खानु आएको नगर है नगर क्रोकोडाइलहरु रहेछ के यता चाहिँ धेरै पाउने पापा होइन uncle he is not your father okay are you listening you spider mama spider यही मा टिप्न ताजा तल हेर क्यामेरामा देख्यौ अनि स्पाइडर क्राब हो बाबा स्पाइडर त्यहाँ पनि हेलिकप्टर रहेछ एउटा यो मान्छेलाई यसरी पक्रिनुपर्छ हामीले चाहिँ अब यो त्यति हेरिरहेको अब अलिकति भिडियो बनाऊँ न चल ल है खतरा रहेछ नि त यो ठाउँ चाहिँ तर अलिकति क्रोकोडाइल बढी रहेछ अनि केटाकेटीसँग अलिक डर लाग्यो मलाई चाहिँ खुला छोडिदिनु ढाडमा बोकेर भिडियो बनाउँदैछु लु तँलाई छोडेर जान्छु है म अहिले फेरि डर छ यो
तर ऊ होइन छोडिदिनुपर्छ कि प्रेग्नेन्ट होइन नर्मल हो ओके लड्छ है लड्छ है Bye bye, Dad. Bye. Mama, fish. फिस Fish. Oi, fish, go. Fish, go. लड्ला है त्यो ल पखान एकछिन यो फिमेल क्र्याब चाहिँ केटी क्र्याब भयो भने चाहिँ त्यो पनि प्रेग्नेन्ट भयो भने चाहिँ लानु मिल्दैन रहेछ उता लेखेको छ के पक्रिनु मिल्दैन रहेछ कि ल पखान बाबा ओके लडिन्छ अन्त Pio. अब चाहिँ घर फर्किने बेला भयो हाम्रो यहाँ चाहिँ हाइवे रहेछ ठुलो हामी कति 2.5 घन्टाको ड्राइभिङमा आएको घरबाट हामी 4 बजे हिँडेको अनि त्यसपछि 6 बजे यहाँ आइपुगेको थियौँ अनि अहिले त कति यहाँको त 8:30 बज्यो रातिको तर पनि उज्यालै छ अब फर्किने कतिवटा 10वटा बनाएर जाने भनेको क्र्याबिङ अब त्यति नै रात पर्यो बच्चासँग नेपालमा हो भने चाहिँ म यति धेरै लामो समयसम्म बाहिर निक्लिँदिनँ थिएँ अब यहाँ चाहिँ सजिलो छ नि त बाउ पनि छ उसको बाउ पनि साथमा अनि त्यसपछि इन्भाइरोमेन्ट पनि सफा आनन्द हुन्छ के भयो त्यसो नगर्नु न अनि आनन्द हुन्छ अनि अब गाडी पनि आफ्नै भइहाल्छ अनि उता चाहिँ ट्याक्सीमा हिँड्दा गइरहनु भयो नि हो ल उता ल हो ल पखान कसो भन्ने अरे हेलो गाइज कसो अरे अनि अरू भन न अब चाहिँ हामी यहाँनिर कति लाग्ने रहेछ 1 घन्टा 53 मिनट अब हामी लागेको क्र्याबिङ गरेर चाहिँ घर फर्किँदै गरेको 2 घन्टा लाग्ने रहेछ ठ्याक्कै अब घर फर्केपछि चाहिँ थाहा छैन मेरो फेरि फुर्सदै हुँदैन बच्चाले गर्दाखेरि भिडियो बनाउनु पनि सक्छु नबनाउनु पनि सक्छु यतिकै लाउनु पनि सक्छु अहिले चाहिँ कति बज्यो 8:30 भइसक्यो नि अनि 10 बजी 9:10 10:30मा पुगिन्छ घर 10:30मा हामी घर पुग्नेछौँ